यस कार्यक्रमका आदरणीय सभापतिज्यू, नेपालको मानवाधिकार आन्दोलनमा साँच्चै भन्ने हो भने श्रमजीवी जनताको लडाईँमा अब दलकै रूपमा त उहाँ लड्नु भएन भन्न पर्यो, तर हरेक हिसाबले डेमोक्रेसीकै कुरा गर्ने हो भने समाजवादको लडाईँमा, डेमोक्रेसीको लडाईँमा अनवरत रूपमा साथ दिँदै आउनुभएका आदरणीय दाइ पद्मनाथ तुलाधर, मेरो त साँच्चै भन्नुहुन्छ भने पारिवारिक सम्बन्ध छ। एउटा अभिभावक जस्तै भाउजूले दाइ कहाँ जाँदा तपाईहरु हाँस्नु होला, यसो करुवाले यसो हालेर खान्छ उलोकिस् न भन्नुहुन्छ क्या, यसो हाल्ने के मैले यसो भन्न खोजेको त्यो उगेर होइन। हाम्रो पारिवारिक सम्बन्ध त्यस्तो छ र उहाँले जुन अहिले भन्नुभयो राजबन्दी विमोचन समिति 2031 सालमा हामी पक्राउ पर्यौं। कमरेड पुष्पलालको पार्टीले क्याप्टन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ लगायत जति पनि फाँसी दिएकाहरू छन् तिनको फाँसीको सजाय रद्द गर, मोहनचन्द्र अधिकारी लगायत झापा आन्दोलनका राजबन्दीहरूलाई अहिले चाहिँ क्रिमिनल केस लगाइएको छ, उनीहरूलाई राजबन्दीमा परिणत गरी रिहाई गर र दलहरूमाथि प्रतिबन्ध हटाऊ भन्ने 75 जिल्लामा पम्पलेटिङ गरेको थियो। त्यो पम्पलेटिङ सिलसिलामा हामी पक्राउ पर्यौं। त्यति बेला अहिलेका ठुल्ठुला मन्त्री साथीहरू पनि छुट्टै पर्चा काण्डमा पक्राउ पर्नु भएको थियो, जस्तै प्रदीप नेपाल, सुभाष नेमान, भीम रावल अहिले मन्त्री भइसक्नु भएको छ। र त्यसपछि 2036 सालको हामी जेलमा हुँदै 2035 सालमा कमरेड पुष्पलालको देहावसान भयो दिल्लीमा। र त्यति बेला दरभंगामा उहाँलाई हार्ट एट्याक भएर अहिले विश्वनाथ सिंह, अस्ति हामी पुष्पलालको डकुमेन्ट्री बनाउन इन्डिया गएका थियौं। त्यहाँ भिएन सिंह, सायद सुशील कमरेडलाई थाहा छ, भिएन सिंह भन्ने चर्मरोग विशेषज्ञ प्रख्यात डाक्टर, उहाँ हुन्थ्यो। उहाँकै घरमा बस्दा उहाँलाई हार्ट एट्याक भयो र दरभंगा अस्पतालमा हस्पिटलाइज गरियो। हामी जेलमा थियौं। त्यति बेला गणेशमानजी काठमाडौँबाट गएर, गिरिजाबाबु दिल्लीबाट आएर, बलराम उपाध्याय बनारसबाट आएर उहाँलाई दिल्ली लगेर गोविन्द बल्लभ पन्त अस्पतालमा भर्ना गरियो र उहाँको देहावसान त्यहाँ भयो। त उहाँको लास नेपालमा ल्याउन तपाईको त्यहाँको प्रधानमन्त्री तत्कालीन अध्यक्ष चन्द्रशेखर, प्रधानमन्त्री मोरारजी भाइ देसाई थिए, जर्ज फर्नान्डिस रक्षा मन्त्री थियो, जर्ज फर्नान्डिस मधुलिमे भन्ने मन्त्री थिए। यी सबै त पुष्पलाल सोशलिस्ट र कम्युनिस्टहरू पुष्पलालसँग आइराख्थे त्यहाँ। त ती मान्छेहरूले नेपाल सरकार अथवा त्यतिबेरको राजा वीरेन्द्रलाई अनुरोध गर्दा, लास नेपाल लाने अनुरोध गर्दा मेरो सत्ता जान्छ, लास ल्याउन दिन्न भनेपछि नियमबोध घाटमा चलाइएको थियो। त त्यो लासको अस्तु लुकाएर सिमाराबाट ल्याएपछि त्यो अस्तु सभापतिमा सेलाउन पहल कदम गर्ने शम्भुराम श्रेष्ठ र मनमोहन अधिकारी अहिले हुनुहुन्न, प्रेम बहादुर कंसाकार अहिले हुनुहुन्न। उहाँहरू सबैलाई नमन गर्छु र उहाँहरूसँगै पुष्पलालको अस्तुलाई सभापतिमा सेलाउन पहल गर्ने र आन्दोलन गर्ने पद्मनाथ तुलाधर अहिले हुनुहुन्छ र उहाँलाई आज तपाईहरुले चाहिँ हामी सबैले अभिनन्दन गर्न पाउँदा म धेरै खुसी भएको छु। अभिनन्दन पदम दाइ। यो इतिहास कसैलाई धेरै थाहा छैन। हामी नेपालीहरू के छौं भने हावामा हिँड्छौं, आन्दोलन गर्न पनि हावामा हिँड्छौं, अनि स्थापित भएपछि पनि हावामा हिँड्छौं, सम्झौता भएपछि पनि हावामा हिँड्छौं।
कपिलजी हुनुहुन्छ यहाँ हाँस्नुभयो होइन। 2046 सालको आन्दोलनमा उहाँ पुग्नु भएको छ किसिनजी कहाँ। साना भाउजू र म पुगेका थियौँ वक्तव्य निकाल्ने बेला उहाँ अघि हुनुहुन्छ होइन। त यी इतिहासहरू छन्। र मेरो भनाइ के हो भने त त्यो लास ल्याउन नदिँदा निक्लिएको जुलुस शोभा भगवतीदेखि होइन एयरपोर्टदेखि शोभा भगवतीसम्म त्यति बेला त सबैलाई अप्ठ्यारो परेछ पुष्पलाल मर्दा। सूर्यबहादुर थापा र मातृका प्रसाद कोइराला पनि त्यो जुलुसमा सामेल भएको हुनाले राजाहरूले लाठीले चार्ज गर्न सकेनन्। र त्यो जुलुस साँच्चै भन्नुहुन्छ भने हामी त जेलमा थियौँ, अभूतपूर्व भयो। त्यसपछि बिपी मर्दा अभूतपूर्व भयो, त्यसपछि मदन भण्डारी मर्दा अभूतपूर्व भयो। हो कि पदम दाइ हजुर त साक्षी हुन्छ नि है। त्यसो भएको हुनाले त त्यसरी त्यो 35 सालको क्याप्टन एघबार थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिइसकेपछि विद्यार्थीले गरेको आन्दोलनबाट राजाले बाध्य भएर जनमत सङ्ग्रह घोषणा गर्नु पर्यो। त्यो जनमत सङ्ग्रह घोषणा गरेपछि हामीलाई राजनीतिक बन्दी भएको हुनाले काङ्ग्रेसका केही साथीहरू हामीलाई चाहिँ रिहाई गरियो र बाँकी झापा आन्दोलनका र रामराजा प्रसाद सिंहको पार्टीबाट काम गर्ने साथीहरूलाई चाहिँ जेल केस भनेर रिहाई गरिएन। त्यसो भएर हाम्रो लक्ष्य के हो भने हामीले त्यति बेला चाहिँ आर्टिकल लेख्यौँ। कृष्णदास श्रेष्ठ अहिले पनि हुनुहुन्छ, रातो युगधारा निस्किन्थ्यो होइन। हाम्रो चाहिँ उहाँ मर्नु पनि उहाँ के युगधाराको निकाल्ने हजुर तीर्थमान ज्यापु अहिले हुनुहुन्न। पदम दाइलाई सम्झिँदा उहाँलाई पनि श्रद्धाञ्जली अर्पण गर्नुपर्छ। मैले भन्न खोजेको त्यो जुलुसले गर्दा राजाको सत्ता हल्लियो र जनमत सङ्ग्रह आयो। जनमत सङ्ग्रह आइसकेपछि अरू राजबन्दीलाई रिहाई गरे, झापा आन्दोलन र अन्य राजबन्दीहरूलाई रिहाई गरिएन। त्यसो भएर यिनीहरू राजबन्दी हुन्, रिहाई गर्नुपर्छ भनेर हामीले राजबन्दी विमोचन समिति बनाउने पहल दाइले लिनुभयो। दाइले साना भाउजूलाई भन्नुभएको रहेछ, साना भाउजूले मलाई पठाउनु भयो र पछि साना भाउजूसँग तपाईँको चाहिँ जीवराज आश्रित अहिले मरेर जानुभयो, उहाँको आउने जाने भइराखेको छ। र त्यो पार्टीले पनि पार्टी प्रतिनिधिको रूपमा त्यो समितिमा मलाई डेपुटेसन गरेर म त्यसको उपाध्यक्ष भएँ। विप्लवी पुस्तकालयमा त्यो चाहिँ त्यति बेलाको त्यो पुस्तकालय के भने पञ्चायतको विरोधमा राजाको अथवा इब्राहिम पुस्ताको विरोधमा त्यहाँ भेला हुने एउटा पुस्तकालय थियो। त्यहाँको दाइको नाम बिर्से दाइ हजुर काजीलाल पनि हुनुहुन्थ्यो। काजीलाल जो बन्दी विमोचन समितिमा मथुरा डाँड साहब अहिले हुनुहुन्छ। त्यसपछि महासचिव बनायौँ हामीले कृष्णप्रसाद शिवाकोटी, उहाँ अहिले हुनुहुन्न। र सबभन्दा सक्रिय नेपाल भाषामा पत्रिका निकाल्ने इनाफ साप्ताहिक चलाउने अशोक श्रेष्ठ उहाँ सचिव हुनुहुन्थ्यो। र उहाँ चाहिँ त्यो कस्तो भने अघि मैले पदम दाइको चाहिँ अलिक ढिलो अलि धेरै बोल्नु नभन्नु होला, किन उहाँको र मेरो त उहाँकै बारेमा बोल्ने हो त अलिकति बोल्नै पाउनु पऱ्यो नि होइन। त्यो त्यस्तो त सचिव हुनुहुन्थ्यो उहाँ। र उहाँलाई मैले स्कुलमा म त्यति बेला ओखलढुङ्गामा गएर हेडमास्टरमा जेलबाट छुटेर उहाँ पनि पढाउनु, उहाँ फर्केर आउनुभयो। केशव स्थापित अहिलेको 3 नम्बर प्रदेशको के सामाजिक मन्त्री होइन, भौतिक योजना मन्त्री, उहाँ पनि पढाउन उहाँले पठाइदिनु भएको पदम दाइले होइन। र यसरी अहिले के अशोक श्रेष्ठ हुनुहुन्न, उहाँलाई पनि म श्रद्धा व्यक्त गर्न चाहन्छु। र मेरो भनाइ के हो भने यस्ता स्रष्टाहरूलाई अहिले मान्छेहरू के भन्छन् भने पद्मरत्न तुलाधर जातिवादी भयो भन्छ। मैले भएको छैन भने जहाँसुकै डिफेन्ड गरेको छु। भाषाको सवालको कुरा छुट्टै कुरा हो, भाषाको एकाडेमी हुनुपर्छ। अहिले हामीले त ठिक छ, हिजो देवनागरी लिपि इन्डियाको हिन्दी र हाम्रो एउटै भयो। युएनमा हामीले सदस्यता लिँदा के दाइ हाम्रो रञ्जना लिपिबाट हामीले सदस्यता लियौँ होइन भने यो भाषाको कुरामा दाइले केही निकाल्नुभयो भनेर म जातिवादी होइन। जातिवादी भएको भए हरेक हिसाबले जहिले पनि लेफ्ट मुभमेन्टलाई होइन अहिले साथीले हुन्छ। यसको अर्थ फेरि अरू डेमोक्रेटलाई चाहिँ माइनस गर्ने भन्ने पनि होइन होइन। कृष्णप्रसाद भट्टराईदेखि बिपी कोइरालादेखि है, त्यसपछि आएर चाहिँ गिरिजाप्रसाद कोइराला सबै होइन।
अब शेरबहादुर देउवा पनि नामै लिनुपर्ने पार्टीका प्रेसिडेन्ट छन् हैन। यी सबै अलिकति बोल्न थुथु गर्नुहुन्छ उहाँ हैन। यी सबै चाहिँ लिडरहरूले यो नेपालको डेमोक्रेसी ल्याउन जुन गरेको योगदान हो, त त्यो योगदानलाई समायोजन गर्ने एउटा पर्सनालिटीको रूपमा पद्मनाथ तुलाधर र अर्को तपाईँको माओवादी जनता सुरु भएपछि हिस्साली हुनुहुन्छ, साइकल लिएर हिँड्नुहुन्थ्यो उहाँ, साइकल लिएर कुचो पढाउन जानुहुन्थ्यो होइन। पछि त मिनिस्टरबाट वहीँ गाडीमा हिँड्नु हेर्दै हेर्नु नरिसाउनु है भन्नु हाम्रो चरित्र अब तार मैले। मेरो भनाइ के हो भने जब जनयुद्ध सुरु भयो होइन, जनयुद्ध सुरु भयो, त्यो जनयुद्ध सुरु भएपछि त नयाँ किसिमको परिवर्तनको आन्दोलन धेरै मान्छेहरू लागे र त्यसलाई शान्तिपूर्ण रूपमा बैठान गर्न, अहिले गणतन्त्र प्राप्तिको आन्दोलनसम्म ल्याउन र त्यसपछि तपाईँको चाहिँ भनौँ न अब नेपाली तत्कालीन नेपाली कङ्ग्रेस, नेकपा एमाले, अब नेकपा मोहन विक्रम दाईको पार्टी, अरू सबै डेमोक्रेटिक पार्टीहरूको बिचमा एउटै छातामा ल्याउन पदम दाईले गरेको खेलेको भूमिकालाई पनि हामीले चाहिँ बिर्सनु हुँदैन। त मानिसहरूले त भन्ने गर्छन् र अहिले मलाई दाईले के भन्नु हो भने राजनीति विमोचन समिति मैले बिर्सेँ, पहिलो तिमीले आउनु पर्यो भनेर भन्नुभयो दाईले। र मलाई थाहा छ दाई यो कुरो चाहिँ म भन्छु त्यहाँ आएर, र त्यसमा हामी यसरी गठन भएको हो। र त्यति बेर मोहनचन्द्र लगायत अहिलेका वर्तमान कार्यकारी प्रमुख खड्गप्रसाद ओलीजी, राधाकृष्ण मैनालीजी लगायतलाई सबैलाई रिहाई गर्न हामी तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ कहाँ डेलिगेसन पनि गयौँ। दाई हुनुहुन्छ र डेलिगेसन गएपछि यसमा बिचरा ती मान्छे राष्ट्रवादी रचना अहिले मरेपछि मैले पछि ताल पाएँ, तिनले त्यति बेला के भनेको थियो भने उहाँहरूलाई पनि छोड्नु पर्ने हो, पोलिटिकल केसै हो भनेको थियो। पोलिटिकल केसै होइन है त भनेको थिएँ। त पछि 46 सालपछि उहाँहरू रिहाई हुनुभयो, अथवा केपी ओली 42 सालमा रिहाई हुनुभयो, मोहनचन्द्रहरू चाहिँ 45 सालमा रिहाई हुनुभयो, राधाकृष्ण केपी ओली भनेपछि यसरी यो अहिले चाहिँ मानवाधिकार वादी आन्दोलनको सुरुवात त्यहाँबाट भएको हो। पछि ह्युगन ऋषिकेश शाहले गर्नुभयो, अनि मासम फेरि बद्रीप्रसाद दाईले गर्नुभयो, र अहिले दाई मासमको पनि तेस्रो चौथो कति अध्यक्ष हुनुहुन्छ भनेपछि सुरुको मानवाधिकारवादी आन्दोलनको सुरुवातकर्ता पद्मनाथ तुलाधर हो। र उहाँलाई आज गरेको अभिनन्दनप्रति सबै हामीले ताली बजाएर अभिनन्दन गरिदिन म हार्दिक अनुरोध गर्छु र मेरो भनाइ यति गर्छु। धन्यवाद, सबैलाई नमस्कार।